गाइज, वेलकम ब्याक टु माई न्यू मिस सुस्मी ब्लग। त आज चाहिँ मेरो मम्मी चाहिँ कोदोको हलुवा बनाउन जानु भइरहेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ र सिक्न पनि सक्नुहुन्छ। जसले आउँदैन यताबाट हेर्नु होला। अहिलेको लागि अहिले चाहिँ मम्मी चाहिँ चिनी हाल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ कोदोको धुलो हो र यता चाहिँ पानी तातिरहेको छ र यता चाहिँ उ भइरहेको छ। अब चाहिँ चिनी हालिरहेको छन्। मम्मी पनि भिडियो बनाएर हालिरहेको छ र पानीमा चाहिँ चिनी हाल्नुभयो मम्मीले र मम्मी पनि भ्लग बनाउनु टिकटक बनाउनु हुँदैछ हैन। अहिले चाहिँ चिनी चाहिँ सानो हाल्नुभयो अनि यो चाहिँ कोदोको धुलो चिनी हालिसक्यो हैन। अहिले चाहिँ म त यहाँ बसेको छु र अनि अहिलेको लागि बाई। अहिले चाहिँ यस्तै छ कोदोको धुलो हेर्न सक्नुहुन्छ। गाइजहरू अहिले चाहिँ मम्मीले यता कराई राख्नु भएको अनि यताबाट चाहिँ घिउ निकाल्नु हुँदैछ। घिउ हेर्न सक्नुहुन्छ। घिउ र यता चाहिँ हाल्नुहुन्छ पानीले अहिले धुनु भएको पानी छ, हेर्न सक्नुहुन्छ। यता चाहिँ घिउ छ गाइजहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यो चाहिँ घिउ यति धेरै हाल्यो मम्मीले। अब यता हालिराख्नु भएको छ। मलाई बनाउने यो भिडियो। गाइजहरू मेरो भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनु होला। नगर्नु मेरो भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनु होला। मेरो भाइ चाहिँ अहिले आफ्नो फोनमा बोलिरहेको थियो हैन। घी हेर्न सक्नुहुन्छ गलिरहेको छ मजाले। यति धेरै घिउ चाहिँ यति धेरै लाग्नुभयो र यति राख्नु भयो हैन। धेरै भयो। म के राख्छु र यता चाहिँ पानी छ अनि मेरो बहिनी चाहिँ हाँसिरहेको छ किनभने घिउ चाहिँ तातिरहेको छ। गाइजहरू हेर्न सक्नुहुन्छ धेरै पग्लेपछि भेटौँला। हेर्न सक्नुहुन्छ सानो चाहिँ हालिसक्यो, अझै हाल्नु छ हैन। गाइजहरू मलाई चाहिँ मेरो यो भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु। अब हेर्न सक्नुहुन्छ पानी उछिन्छ। ओ माई गॉड। ओ त्यस्तो त भएन, यति नै हाल्नु भयो हैन। र पुरा हाल्नुहुन्छ। अब कोदोको हलुवा बनाउनु हुन्छ र रेसिपी हेर्नु होला कोदोको। म नाना भिडियो त नहाल्ने पार्ट 2 भन्दा शॉर्ट भिडियोमा हाल्नु मिल्यो। मेरो मम्मी चाहिँ कराइरहेको हुनुहुन्छ र उता पानी तातिरहेको छ, यता चाहिँ भुटिरहेको हुनुहुन्छ मेरो मम्मी के हो। र मेरो मम्मी पनि यता भिडियो बनाउनु हुँदैछ र म पनि भ्लग बनाइरहेको छु र हेर्न सक्नुहुन्छ। गाइजहरू अब चाहिँ यो कालो भइरहेको छ। ब्राउन हो कि कालो हो? ब्ल्याक। गाइजहरू यो चाहिँ ब्ल्याक भइसक्यो, थोरै छ अब। गाइजहरू अब चाहिँ हामी यो मेल्ट भइरहेको छ र अब चाहिँ हामी यो पुरा भइसकेपछि भेटौँला। अहिलेको लागि बाई। गाइजहरू यता चाहिँ पानी तातिरहेको छ। गाइजहरू यता चाहिँ पाकिरहेको छ। गाइजहरू अहिले चाहिँ म यो पढिरहेको छु। गाइजहरू यो चाहिँ पुरै ब्ल्याक भइसक्यो हैन। अब हुँदैछ। गाइजहरू अब चाहिँ मेरो मम्मी यसमा चाहिँ तातो पानी हाल्नुहुन्छ। यसको चाहिँ आगो चाहिँ बन्द गर्नु भएको छ र अब यो पानी हाल्नुहुन्छ यसमा र अब पेचकले समाएर यता खिच्नुहुन्छ र मेरो भाइ चाहिँ ब्लग बनाइरहेको छ र म फोन गाइजहरू हैन। मेरो भाइ चाहिँ भिडियो बनाइरहेको छ। अब हेर्न सक्नुहुन्छ तातो पानी। ओ ब्ल्याक ब्राउन भयो गाइजहरू। यो चाहिँ पुराको पुरा ब्राउन। मलाई लागेको थियो ब्ल्याक हुन्छ, अहिले चाहिँ ब्राउन भयो हैन।
मेरो मिस सुस्मिलाई चाहिँ सपोर्ट गर्नु होला हैन अनि मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला र हेर्न सक्नुहुन्छ यस्तो कस्तो खाउ लागिरहेको छ अहिलेबाट नै कस्तो मिठो देखेको धेरै मिठो भइरहेको छ यो झुकाल पनि कस्तो आएको गाइजहरु कति ब्राउन भएको छ हैन हजुरहरुले पनि लागि कला ब्ल्याक हुन्छ भनेर र यो चाहिँ ब्राउन भयो हैन एककै अहिले गरिदिनु नानो छ दुई गाइजहरु मिठो लागिरहेको छ अहिले चाहिँ हेर्न सक्नुहुन्छ हलुवा बनाएको कोदोको हजुरहरु रेसिपी हेर्न सक्नुहुन्छ वाउ हेलो बुन्या त मेरो मम्मी चाहिँ थाक्नु भयो दशरथन त खाइरहेको मोबाइल दिएन र अहिले चाहिँ राति परिरहेको छ गाइजहरु अब चाहिँ मम्मी चिनी हाल्नुहुन्छ हाम्रो नि उयो बनाउने हाल्नु एक खाने दुई राख्छ नगर स्वादिष्ट है पानी के पानी के र यसरी पकाइन्छ हलुवा हेर्न सक्नुहुन्छ मेरो मम्मी चाहिँ र अब यसलाई चाहिँ गर्नुभयो यसलाई चाहिँ अब चाहिँ छोपेर राख्नु भयो मेरो मम्मीले चाहिँ अब ओपन गर्नुभयो यसलाई गाइजहरु हेर्न सक्नुहुन्छ हामीहरूले चाहिँ प्लेट राखिसके अब चाहिँ हाल्नुहुन्छ हैन खाया बनाउने हुन्थ्यो ठिक हुन्छ मेरो प्लेट अनि यो चाहिँ मेरो बहिनीको प्लेट यो मम्मी यो भाइको यो मम्मीको अनि यो चाहिँ मेरो यो मेरो यो तेरो यो चाहिँ मेरो यो चाहिँ मम्मीको यो चाहिँ दादाको जेन्नुको हैन गाइजहरु ड्याडीको लागि पनि बचाउँछन् हैन प्लेटमा छ 4 ग्लास 4 वटा र हेर्न सक्नुहुन्छ चाहिँ म चाख्छु हाम्रो भिडियो फोटामा गयो फोटामा त जान्छ सो टेस्टी हेलो पुग्या हो गोल्डा पनि त पुग्या भने कहाँ पुग्या हो अहिले कहाँमा हो गाडीमा त बाहेकोमा धेरै मिठो छ समुद्र अनि मेरो भिडियोलाई लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला बाइ बाइ क्या नहीं होता है ओके गाइज हाँ बाय बाय सारंगी